चाहिँ झगडा हत्या हिंसा काटमार भइरहेको छ भने यो मेरो राज्यमा यो कालो पुरुष को रहेछ ए कालो पुरुष हो तिमी भाइ घर पो लाग्यो राजा हेर्दै राजा राजा परेको छौ अनुहार सनमार्जी गाई चराउने कठाला जस्तो छ हेर्दा चाहिँ राजा मलाई कालो भनेको ए राजा बजाइदेऊ तिम्रो बाजा म कालो छु भनेर मलाई हेपेको म कालो को छु म त कालो छु ए कालो तैँले मेरो राज्यमा आएर मेरो यस्तो शान्त राज्यमा आएर किन यो विध्वंस गरिरहेको छ अहिले यो राज्य छोडेर गइहाल होइन भने तेरो जिउ खोलामा टाउको झोलामा हे राजा कापे नि राजा को हौ तिमी पहिला परिचय देऊ मलाई म यो राज्यको राजा परीक्षित अनि तिमी चाहिँ तिमीको पहिलो परिसकेको राज्यमा यो राज्यको राजा मै हो बलि महाराज हे राजा बलि महाराजको जयकार लाउन सिक्दै गर भविष्यमा निकै ठुलो काम आउँछ तिमी मेरो यो राज्य छोडेर गइहाल होइन भने यो मेरो पिता पुर्खाले चलाएको राज्य हो र यो राज्यको अधिपति राजा म हो तिमी किन यसरी हल्ला गर्दैछौ यहाँ विध्वंस मचाइरहेको छौ तिमी जस्ता कलौटेहरू धेरै आए धेरै गए तिमीलाई कसरी चलाउनुपर्छ त्यो मलाई राम्रोसँग थाहा छ बाइज्जत तिमीलाई म छोडिरहेछु अब पनि केही मेरो आँखा अगाडि तिमी रह्यो भने तिमीलाई म यत्तिकै छोड्ने छैन छोड्दैनौ हे राजा आखिर के को घमण्ड छ तिमीमा तिमी जस्तो एउटा तुच्छ मनुष्यको आयु नै कति हुन्छ र तिमी राजा राजा भन्दैछौ भन तिम्रो आयु कति हो मेरो आयु जम्मा 100 वर्ष अनि तिम्रो चाहिँ कति हो जब 100 वर्षको आयु लिएर कलीलाई खप्काउने थर्काउने लाज हुँदैन दिशासिनी लाज हुँदैन हे राजा छेउछाउको खामोस मात्र बस हल्लाउ सुनेर मेरो आयु 1 होइन 2 होइन 3